म चाहिँ सधैँ जस्तो आज पनि दाउरा पुग्न जाँदैछु। मेरो डोको चाहिँ मम्मी लगेर गइसक्नुभयो। हाम्रो खरेना दाउरा काटेको रे। अब म चाहिँ लिन जाने बाटो देखाउँछु ल। यहाँ कस्तो राम्रो बाटो यस्तो अप्ठ्यारो भयो। यहाँ म अहिले अर्केर लोटेन एकैचोटि खोला पुग्छु। त्यही भएर बिस्तारै हिँड्नुपर्छ। अब हामी यहाँ सरर गइन्छ। के हो भाइ, म अहिले लोटे खाने पछारिन्छु राम्रोसँग। भिड छ है। हरियाली डाँडा काँडा छहारी के भन्छन्, यो भने त्यही हो। सो राम्रोसँग हेर्नु सबैले। यहाँ बादल लागेछ र नत्र यता हिमाल पनि देखिन्थ्यो। त्यही पनि म दाउरा लिन जाने ठाउँमा पुगेको छैन। अघि एक ढोका लिएर आएको, फेरि म कता हराएँ। मम्मीले डोको लिएर भाग्दिनँ। यहाँ यस्तै छ गाउँले जीवन। हाम्रा घरकाले यस्तो मजाले पुग्छन्। म पनि लिन आएँ। डोको बोक्नु पर्छ। मम्मीले अब भिडियो बनाइदिनुहुन्छ अरे टाउको चाहिँ निकालिदिनुलाई भनेर भनिरहेको हामीले। हाम्रो मम्मी यस्तै राम्री हुनुहुन्छ तर छोरी नराम्री भएर के मम्मीलाई हेर त। हाई हाई के है। दुई डोका लाग्दाखेरि डोका राखिदिन्छु भनेर बस्नु हो। म अब एकछिन बस्छु। हाम्रो साथीले यस्तो मजाले दाउरा राख्दाखेरि नि एकदम ज्ञानी यसो कोही राम्रो केटा पाए पर यसले घरको सबै काम गर्थिन्। अझै नभएर सरकारी जागिरे पनि हुन्। कामदार मात्र होइन यिनी घरको पुरा बिहान कति 6 बजे हो कि कति रे आज कति बजे उठ्यो थिएँ मम्मी? 6 बजे साँच्चै 6 बजे उठ्थेँ अरे। मैले त थाहा पाउन। एक्लै चिया पकाएर खाइरह्यो आज हामीलाई दिने। त्यही पनि केही छैन। सासू ससुरा र बुढालाई चाहिँ दिइहाल्छ नि। मेरो तेस्रो बारी हो। यहाँ चाहिँ के हाल्ने खानु मलाई माटाकुँडा सबै निकालेर उहीँभरिका अरे त हुन् हाम्री साइली। हाम्री मम्मीले नि बोक्ने अरे नलाई पर्दैन अन्दा नि यहाँ जबरजस्ती गर्न। म बुढी भइ छैन अझै तिमीहरूले बुढी भइस भनेर हुन्छ र हुन्छ नबोक्नु सने पार ग्याङ हुन्। म चाहिँ यता पछाडि छु टचको लाएर। यिनीहरूले चाहिँ राम्रो दाउरा बोक्यो। मलाई चाहिँ के हाल्दै भुसभास। अब यस्तै छ गाउँले जीवन है। चाहिँ हाम्रो घर हो। हामी घर आइपुग्न थालियो। मेरो चाहिँ भिडियो गरिदिनु मान्छे छैन। यहाँहरूको खिचेर बसियो।